Oi, beneबाट सुरु भइसक्यो। Hello guys, welcome to my new vlog. मेरो यहाँ पहिरन हामी गेटअपमा गाउँको गेटअपमा आइए सिन चाहिँ यस्तो छ। हामी अब काम गर्न गइरहेछौँ। हाम्रो मम्मी इधर हाम्रा भाइ साहब है। अब हामी काम गर्दै गइरहेछौँ, देखाउँछु म। चाइनिज धनिया नि त रहेछ त। हाम्रो चाइनिज धनिया छ। के भन्छ अरे नोकझोक यता त यस्तै चलिरहेको छ। यसै हो त है हाम्रो। यहाँ चाहिँ माटो भिजाएर अब हामी लिपलाप गर्न जाँदैछौँ। यो कोठो लिप्न जाँदैछौँ। भ्याउ न काम तपाईँले। अरे दाइ आउन, म अब लिप्न गएँ म त। हामी लिप्न गइछे। पहिरन त अब यहाँ लिप्दाखेरि राम्रो बनेर काम छैन। केटी हो अब यस्तै हो। जस्तो ठाउँ त्यस्तै परिवेश भन्थे। त्यस्तै भेष गर्नु पर्यो। चाइनिज लाएर गाउँको घर यस्तै हो। नेग्लेक्ट गरौँ। मैले चिटिक्क बनाउँछु, त्यसपछि राम्रो मानेर हेर्ने हो। लु अब हामी यो कोठाबाट स्टार्ट गर्ने हो। यो सफा गरेर इधर छन् सामान फेरि। ल गाइस सुरु गरौँ। ऐसे लिप्पे अब मजाले लिप्ने। चिकटिक्क पार्दै जानु सबभन्दा राम्रो। यहाँनिर चाहिँ धेरै युज नहुने। यहाँ खासै सुत्दैन पहिलामा त्यस्तो। त्यही भएर यो कोठो चाहिँ राम्रै छ। त्यही गर्दैन नि त। त्यही भएर अब हात यसरी चुइँदै अब चल हेरौँ है। किप वाचिङ गाइजहरू। लिप्दै जान्छौँ। भाइ आउँदा पानी ल्याएर आउँदैछु। पार्नु पर्यो। दही आयो। त्यो अल्केर भाइहरू पनि हल्का भएर काम छैन। राजा साहबको इन्ट्री भयो। ब्राइटनेस बढाउँ त। त्यहाँ यता क्या यो यता धेरै होइन अलि ठिक ल देखिएछ। अलि बढाएर थोरै ल ठिक छ। माथि लिप्दै त तैँले अल्को मान्छेले छ्यापछ्याप्ती। हाम्रो यी केटा मान्छे पनि काम गर्छन्। कस्तो काम गर्छन् न हेर। रातो भएन क्या त। रातो भएन क्या मजाले। म त अर्को छ। यसरी काम गर्नुपर्छ चट लाएर। हामी लिप्छौँ त्यसपछि कस्तो फाइनल लुक कस्तो हुन्छ काम गर्नु पर्यो। लु अब यो कोठो भयो त राम्रो। त्यहाँ भिडियोमा राम्रो नदेखे नि भिडियोमा राम्रो छ। यो भयो। अब हामीले यसको पहिला त यसको त माथि जान्छौँ, त्यसपछि काम कुरो हुन्छ। ल जाली खाने अन्त बाफ्रे। लु भ्यायो। कति हल्का भयो। मैले के क्यामेराले क्याप्चर गर्न सकेको छैन। लु हामी अब बसिसक्छौँ है।
कतैको पानी बिता त्यहाँ पानी त्यतिको गोरुले अब यो कोठातिर लाग्ने हो एउटा सामान सार्ने एउटा लेप्ने गर्नु पर्यो भाइ यहाँ त त्यही गर्नुपर्छ पहिला खास सारा मेरो लिपौँ होइन त्यसपछि पहिला हात राम्रो पहाल कम भइदियो नि ब्राइटनेस छोडी त्यसपछि गरौँ ल सामान सार्दै ठिक हुन्छ तेल त उता राख त्यो नि यहाँको यसमा त माथिपट्टि तेलको पोखिन्छ हो उताको फेरि राम देखेको छ दिएको चाहिँ के को त हिटरको चाल के को त त्यही भयो कितलीको अटाइन्छ अटाइन्छ सामान उता गयो त सामान पुरो यो हाम्रो धन छारा भनेको चामल चामल हुन्छ यहाँ धान यो कार्यक्रममा मम्मी पनि गीत गाउँदै मनमनै आइराख्नु भएको छ गर्दै सामान फेरि उता सार्ने होला मुनि लिप्ने नि झापझुप पार्न मुनि त्यहीँ भएको बेला लु अब यहाँ चाहिँ हाम्रो उस टिको लाएर आइसक्यो मम्मी त्यो खाएर तिर्नु पर्नु यो फेरि मोबाइल चलाउने लाइछिङ यहाँ फेरि थकाइ मारेको थकाइ मारौँ त्यसपछि पैसा पनि पऱ्यो अहिलेको सिन यहाँ यस्तो छ राम्ररी भइसक्यो नि घाम लाग्छ चलक एकछिन आराम गर्नु पर्यो गफ गर्नु पर्यो त्यसपछि गर्नु पर्ला काम खोइ यहाँ यस्तो थाकेर यस्तो थकियो बिसुनको पिसमा सुत्दै यस्तो हालत छ बानी यस्तो छ हालत यस्तो अझै यिनी मिलाउन यहाँ कोटा बल्ल सबै भित्र लिपेर भयो बाहिर काम छ यहाँ एउटी हाम्रो भाउजू आइछिन् यहाँ घाँस काट गफ सुरु बस ल काम गरौँ अब धमन ए चप्पल हेर त यहाँ हिलो त्यो खुट्टा बहालेको कस्तो राम्रो यो त भएन पो यहाँ हेर त फुर्बान निकाल मान्छे नि खानेर बसियो नि गफाना यस्तो छ यस्तै बसी हमरा त यत्रो आलु कसले छैन त तिनका ल्याइनि त तिनले धानसित आलु साट्न भनेर द्याएको थियो आलु लिएर मम्मीले यति आलु आयो अरे धान लजान हो अब दसैँ तिहार हामीलाई पुग्यो लाउन लाग्यो गाइस कुखुरा नि झङ्गेर गरे उस पनि खाएनन् घाँस पनि मेरो बाख्रालाई के भयो हाम्रो यहाँ बाथरुम धान यस्तो भयो अहिले रात पर्न लगाएर सिनले खासै राम्रो देखिँदैन नि म फेरि यहाँ कपडा खिचाएको फुल खुर्सानी हो नुहाउन पर्यो ल भयो बेलुकी भोलि देखाउँछु म उज्यालोमा अहिले खासै राम्रो आउँदैन लगाइ भेटौँला भोलि अब कटोर पाएको छ भुइँ कटोर
पुरै यतापट्टि त काँचो रहेछ इत्रीको लास्ट पालि भएर होला यति हो अब आहा बिहान बिहानै भाँडा मान्दा झुइँके झुइँके बिहान बिहानैबाट सुरु भइसक्यो छ्यापछाप कार्यक्रम ठिक छ अब यो लिप्न पर्यो यहाँ बादाम यो मिलाउनु पर्यो बल्ल घाम लाग्छ ट्रिक्क घाम लाग्छ बबाल देखिन्छ बबाल अब रङ लाउनमा यो भिजाएर राखेको यसरी हामीले खाने कटोरिया राख्यो अब लिप्नलाई उता माटो भिजाएर राख्यो अब बाहिरको लिपलाप कार्यक्रम स्टार्ट हुन्छ यसरी टिप्पणको चितनमा छ नि टिप्पणको दगन लाग्यो सानो ठुलो पनि छ ठुलो पनि छ सानो छ ल बिचै पछाडि कस्तो देखाइदिनु न हैन एउटाले गोबर माटो ला उतातिर पछाडिपट्टि एउटाले कमेर सेपा यहाँ पछाडि लिप्ने जो लगा नि हैन गोबर माटो ला पर्नु पर्छ तोर कमेर सेप्दै जा अहिले गोबर माटो ल्याउँदै आउँछ अब हामी लाग्यो कामतिर गोबर र माटो मिसाउने हैन र कता उता मेरो काम यो लिप्ने अच्छा अब मैले चिरी च्यात्तै पाल्छु उता पनि हेर्छ माटो बिसाउनु पर्यो माटो पनि रहेछ काम गर्छ काम पनि गरेछ भिडियो पनि बनाउनु पर्यो भिडियो बनाउनु जरुरी छ उताको सेक्सन भएर मैले यो यति पनि थिएँ पहिला गोबर माटी लाउँछ हामीले यसरी त्यसपछि गर्छौँ है गोबर माटी लाग्छ कमेर सेतै देखिन्न क्या डबल कोटिङ गरेको यस्तो गाह्रो छ गाह्रो सहरमा बसे केही काम गर्दिनँ न काम त फेरि डह्रो हानिन्छ फेरि आइसित हान्दैन पर्न तर फेरि निकालिदिन्छ नि घर निन्दैन फेरि हाम्रो त कडन साप्रा यस्तो जाँ साँ लाएर हान्दिने हो काम अहिले काम हान्दिने राति फेरि मिठो निद्रा लाग्छ थगेर आएर आज अब यति लिपेर भ्यासी लिप्ने काम भन्दा नि यो घरको त भ्याइन्छ होस् त्यतातिर रहन्छ लाइन आएछ लाइन अगाडिपट्टि यस्तो माटो युज हुँदैछ
रङवाला दाइ यस्तो हुनु मैले चाहिँ अब यस्तो रातो माटो अगाडिपट्टि गेरु लाउने यतापट्टि रातो माटो लाउने पछाडिपट्टि यो सिँढी पनि टलक्कै भइन् सिँढी पनि हरियाली छैछन् भाइले गर्यो अरे यता तल त के हुनु त थाहा भएन माथि ठिकै छ ल लेप्नु पर्यो लेप्लाप गर्न पर्यो सट्टो राखेर डाउनलाई छोडो पहिला कुखुरा चाहिँ गलेर हाल्नु पर्यो भिडियो बनाइदिएँ माथि गएको किन निकाल्नु त उल्टो गेरुलाई डबल लिपेको हो नि त भाइ हामीले लिपेको पनि थाहा छैन यहाँ अब भाइले रङ लाउँदैछ यहाँ तल सल लगाइसक्यो साफसफाइ भयो सब काम भएर मैले बस्छु अब आँगन त्यो चाहिँ भोलि काम गर्ने नि त्यहाँ फाड्ने काम भोलि हुन्छ यहाँ चाहिँ खुर्सानी सुर्सानी फलेछन् धेरै खुर्सानी एकछिन आराम गरेर बसेको